र है गुड इभिनिङ छ सबैजनालाई। र बिहान बेलुका एउटै टेन्सन भइरहन्छ, अब बेलुका के पकाउँ, बिहान के पकाउँ भन्ने है। हाम्रो घरमा दिदी बहिनीहरूलाई र आमाहरूलाई एउटै कुरा खोजिरहन्छ मनमा भने अब आज के खाने, भोलि के पकाउने। सब्जीको चाहिँ धेरै माने टेन्सन भइरहन्छ अरे के पकाउनु के खानु भन्ने कुरो। बिहान बेलुका जब 5 दिन पकाउने बेला भयो है भनिसकेपछि र यहाँ पनि सेम त्यस्तै बेलुका भयो के खाने के पकाउने है, त्यस्तो टेन्सन भइरहेको छ। र आज चाहिँ ठिक त्यस्तै पालकको सब्जी है आज खानुपर्ने अब बनाउँदैछु। र सेम टु सेम त्यही दाम, सागलाई जति दिएको थियो 20 रुपियाँ भने पालक पनि 20 रुपियाँ हो। र ठिक परदेशी र बेङ्गलोरबाट बनिँदै गरेको भिडियो है। र पालकको दाम पनि त्यति नै हो 20 रुपियाँ। र पालक राम्रो कि साग राम्रो त्यो पनि कमेन्ट गर्नुहोला, पुरा भिडियो हेर्नुहोला। र अब केलाउनतिर लागे, साग जस्ता ठुला ठुला पात चाहिँ हुँदैन नै यसको, हेर्नुहोस् त त्यत्रा ठुला नहुँदो रहेछन्, सानो सानो हुँदो रहेछन्। र केलाउन पनि अलिकति झमेलै भन्नु पर्यो है। अब खानु छ त केलाउनु पर्यो, बनाउनु पर्यो। र परदेशमा पनि त्यति सजिलो रहेन रहेछ है, टक्कसँगले पाकेको खाना खाने त्यस्तो खालको छैन। आफै ड्युटी गरेर आउने, आफै पकाउने, आफै खाने। परदेशको चाहिँ कथा व्यथा त्यस्तै छ, धेरै फरक छ है। पैसा पनि त्यसै पाइँदैन है, धेरै दुःख र सङ्घर्ष गरेर मात्रै पैसा पाइँदो छ। हेर्नुहोस् र अब लाग्यो अगर कसैको मनमा त्यस्तो हुनसक्छ बेङ्गलोरमा होइन, ड्युटीबाट आयो ड्याङ्गा भात पाकेको हुन्छ, भात खायो भन्ने पनि हुन्छ। तर त्यस्तो छैन, आफ्नै रुम, आफ्नै पकाइ, आफ्नै खुवाइ। तर आफ्नो पकाएर खाएको पनि धेरै राम्रो हो। जस्तो आफूले सादा खाना खाइन्छ नि, ठिक जस्तो पकाएर खायो त्यस्तै नै हुन्छ। धेरै मसला खाएको पनि धेरै अपकार गर्छ अरे है। र त्यही हो, कम्ती मसला हालेर पकाएर आफ्नो खुवाइ र आफ्नो पकाइ धेरै फरक छ। र हेर्नुहोस् आज चाहिँ अब